हामी चाहिँ अहिले लौरीबिनामा छौँ अनि यहाँ बस्यो खाना खायो। यहाँ खानाको प्राइस भन्नुपर्दाखेरि सादा खानाको 550 दुईजना खाएको 1100 तिर्यो। जति जति माथि गयो त्यति त्यति चाहिँ महँगो पर्न जान्छ। अब यहाँ मौसम चेन्ज भए अहिले कहिले एकैछिनमा घाम लाग्छ, कहिले एकैछिनमा चाहिँ हुस्सु लाग्छ, कहिले पानी पर्छ, कहिले हिउँ पर्छ है। ल अब यहाँ 10 मिनट बस्छ अनि हामी फटाफट बिस्तारै हिँड्छौँ। अब के गर्ने, अझै 4 घन्टा लाग्छ भनेछ। कहिले पुग्ने 2 दिन भइसक्यो हिँडेको। अहिले हामी लौरीबिनाबाट यहाँ हिँडिसक्यो। हामी आधी घन्टा जति बिचमा आइपुगेका छौँ। यहाँ बिचमा चाहिँ यो ढुङ्गा हप्टाएर चाहिँ आकृतिहरू धेरै बना रहेछ। अलिकति फरक दृश्य देख्न सकिन्छ। धेरै रहर पनि गर्नुहुन्न। गोसेकुण्ड आउनु हेर्नुहोस् यस्तो छ कि मौसम। यो लौरीबिनासम्म ठिकै थियो। जब त्यहाँबाट माथि लाथी हुस्सु घाम लाग्दैन, कहिले हुरी बतास आउँछ, कहिले पानी बेसरी पर्छ है। ठेगान हुन्न मौसमको गाह्रो छ। गोसेकुण्ड आउनुभन्दा अगाडि चाहिँ तसरी सोच्नै पर्छ। त्यो अरूको भिडियो हेरेर त जाउँ लाग्छ। हो ठाउँ अब स्वर्ग जस्तो ठाउँ छ, त्यति सहज चाहिँ छैन। तर जब माथि पुग्छौँ पक्कै नै जति हामीले दुःख पायौँ त्यसको चाहिँ थकान मिल्ने छ भन्ने आशा राखेका छौँ है त। यहाँ चाहिँ बुद्धको फोटो पनि देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ अब अझै पनि यत्रो वर्ष भइसक्यो, बाटो चाहिँ सहज हुने छैन। खुर्किलो त्यो अलि उनी छैन कि सबै यो बनाउनुलाई अहिले ढुङ्गा निकाल्ने कार्यक्रम भइरहेको छ। बाटो भन्ने छैन। यो टाढा जताबाट हिँड्ने भयो, यताबाट पनि छ यताबाट पनि छ, कता कता आफैले विचार गर्ने हिँड्ने बाटो गोरेटो जस्तो मात्र छ। यतातिर ढुङ्गाको आकृतिहरू धेरै छन्। ल साथी हो, अब हामी टपमा आइसकेका छौँ। तपाईँहरूलाई म एउटा खतरा भ्यू देखाउँछ है त। अब माई गड छ यार, हेट स्वर्ग आए जस्तो भएको छ अहिले त। आम्मामामा है त, म ब्याक क्यामेरा गरेर देखाउँछु हैट। ओ माई गड हैट हैट। आम्मामामा हाम्रो साथीहरू दिदीहरू सिस्टरहरू हुनुहुन्छ, हाम्रो क्यामेराम्यान लामा। अब हामी त बादलभन्दा माथि छौँ कि, कुहिरो तल छ हेर्नु हिमाल। आम्मामामा अब हामी हिमाल हिउँ खेल्दै जानुपर्छ कि सर। यो दृश्यले चाहिँ यो थकाइ मेटाउला जस्तो छ अब। आम्मामामा हैट खतरा। ओ माई गड कुहिरो त हामी तलतिर छौँ। आम्मामामा अब चाहिँ गोसेकुण्ड पुग्न लाग्यो है। पारिपट्टि खतरा हिउँ देखिरहेको छ है। कोही छैन, एक्लै हिँडिरहेको छ हेर्नु ल। कोही छैन, न मेरो अगाडि कोही न पछाडि कोही। फेरि तलतिर डेन्जर भिड रहेछ। पारि बबाल हिउँ देखिरहेको छ। म तपाईँलाई देखाउँछु है। साथी पनि छैन, सबले छोडेँ। कोहीले छोडेको छु, कोही अरूलाई छोडेर आएको मैले एक्लै। पारिपट्टि भ्यू हेर्नु है। आम्मामामा हेर्नुहोस् आम्मामा हेर्नुहोस् त, हिमाल आँखै अगाडि देखिन्छ त हैट। बाटो चाहिँ अप्ठ्यारै छ यतातिर, धन्न बाटो तेर्सो रहेछ र सहज भइरहेको छ। नत्र त उकालो कति हिँड्ने उकालो। आम्मा बिहान 5 बजीदेखि हिँडेको, दिउँसो 12-1 बजिसक्यो, गन्तव्यमा पुग्दैन। के गर्नु हैट। ल बल्ल आइपुग्यो गोसाइकुण्ड। फेरि यो चाहिँ कुण्ड सेकेन्ड कुण्ड हो। मेन गोसाइकुण्ड माथि छ। होटेल लाइन देख्दैछ। हिमाल चाहिँ बबाल देखाएको छ नजिकै आँखा अगाडि। सँगै आएको साथीहरू कता पुगे। सँगै आएको साथीले छोडिदिइहालेँ मैले। कता हो थाहा छैन, अत्तो पत्तो छैन। अर्कै साथी बनायो हिँड्यो। यस्तै हो ट्रेकिङमा। अब आइसफल हुन थाल्यो। ठ्याक्कै पानी पऱ्यो होइन, आइसफल भइरहेछ। होटेल पनि आइसक्यो, मजाले आइसफल हेर्नुपर्छ। पारि पो बबाल छ त। आँखा अगाडि पारिहरू आइस। फेरि यता ब्याक साइडहरू फेरि चट्टान छ डेन्जर। ओहो के हेट। वेलकम टु गोसाइकुण्ड 4380 मिटर। खचड हो। आइस पर्यो आइस।
आइसफल भयो होटल एरियामा आइपुग्यो अब हामी होटलमा बस्छौँ पारी हिमालदेखि सक्नु भएको छ यो कुहिरो लाग्यो उसुरा लाग्यो आइसफल भइरहेछ बल्ल बल्ल आइपुग्यो धेरै सङ्घर्षपछि Thank you.